पत्रकारिता गर्दाखेरि हामीले सबैभन्दा प्रमुख विषय राजनीति भन्यौँ। राजनीति नै सबै नीतिको प्रमुख भन्यौँ र गर्दा त्यो निश्चय पनि हो राजनीतिले देशलाई सपार्ने र अगाडि बढाउने र बिगार्ने काम गर्दो रहेछ भन्ने कुरा कमसेकम हामी यहाँ बसेकाहरू सबैले नजिकबाट देखेका पनि छौँ। तर राजनीति फेरि अरू समाजका अरू क्षेत्रहरूले पनि राजनीतिलाई प्रभाव पार्दो रहेछ। शिक्षामा हामी कति शिक्षाको सुधारको लागि अथवा शिक्षाको बलियो हुनको लागि कति काम गरेका छौँ, अनि विज्ञान प्रविधिमा कति काम गरेका छौँ, स्वास्थ्यमा के छ, यो सबै कुराको मिसिएर नै फेरि राजनीतिले त्यो सबैसँग जोडिए पनि केवल राजनीतिक कुरा त्यो पनि अझ गफ भाषण मात्रै रिपोर्टिङ गरेर हामीले धेरै समय गुमाए पनि छौँ। हामीहरूले उहाँले प्रकाश पार्नु, उहाँले आरोप लगाउनु भयो भन्ने खालको समाचारहरू धेरै लेख्यौँ, धेरै कुरा गऱ्यौँ। अन्तर्वार्ताहरू आफ्ना कुरा भन्ने, आफ्नो आक्रोश पोख्ने अथवा आफूलाई राम्रो भन्ने मात्रै भएकाहरूलाई पनि हामीले अन्तर्वार्ता भनेर धेरै प्रसारित पनि गर्यौँ। त्यसैले नेपाली पत्रकारिताको स्तरोन्नतिको लागि पनि विविधताहरू चाहिँदो रहेछ।